सोच्नुस् त, न्याय माग्ने ठाउँमाथि नै विश्वास रहेन भने के होला? हो, आज हामी नेपालको न्याय प्रणालीको कुरा गर्दैछौँ, जुन हाम्रो लोकतन्त्रको एउटा बलियो खम्बा मानिन्छ। तर अहिले यही खम्बामा गम्भीर सङ्कट देखिँदैछ। आउनुहोस् आज यसैको गहिराइमा पुगेर हेरौँ के समस्या छ र के समाधान हुन सक्छ। यो सङ्कटको जड हो न्यायपालिका माथिको विश्वासको सङ्कट, र यो कुनै सानो कुरा होइन। यो त एउटा यस्तो समस्या हो जसले अदालतको चार दिवार मात्रै होइन, हाम्रो पुरै शासन व्यवस्थालाई नै हल्लाइदिन सक्छ। अनि प्रश्न उठ्छ, आखिर किन यस्तो सङ्कट आयो त हाम्रो न्याय प्रणालीमा? किनभने जब आम मान्छेले न्याय दिने ठाउँमाथि नै शङ्का गर्न थाल्छन्, तब बुझ्नुपर्छ कि समस्या निकै गहिलो छ। यसलाई नजरअन्दाज गर्नै मिल्दैन। पहिलो र सबैभन्दा ठूलो समस्या हो ढिलासुस्ती। एउटा मुद्दाको फैसला हुन वर्षौं लाग्छ। यस्तो भएपछि कसरी न्यायमा विश्वास टिकिरहन्छ र? अनि अर्को डरलाग्दो कुरा हो राजनीतिक हस्तक्षेप। जब न्यायाधीश कसलाई बनाउने भन्ने कुरा पनि राजनीतिक दलले तय गर्न थाल्छन्, तब न्याय कति स्वतन्त्र रहला, यो एउटा गम्भीर प्रश्न हो। र यी सबैको माथि छ भ्रष्टाचार। बिचौलियाको बिगबिगी र पैसाको खेलले त झन् यो प्रणालीलाई खोक्रो बनाइदिएको छ। आम मान्छेलाई लाग्न थालेको छ कतै न्याय पैसा र पावर हुनेहरूको लागि मात्रै त होइन। न्याय ढिलो दिनु भनेको न्याय नदिनु सरह हो। यो बनाइले सबै कुरा प्रष्ट पार्छ, होइन त? वर्षौंसम्म अदालत धाउँदा धाउँदै थाकेका हजारौं मानिसहरूको लागि ढिलो आएको न्यायले कुनै अर्थ राख्दैन। त्यो त अन्याय नै भयो नि। अब आजको यो अवस्था बुझ्नको लागि हामीले अलिकति पछाडि फर्केर हेर्नुपर्ने हुन्छ। आखिर नेपालको आधुनिक न्याय प्रणालीको जग कसरी बस्यो त? कुरा हो 20औं शताब्दीको मध्यतिरको। त्यो समय नेपालको लागि एकदमै महत्त्वपूर्ण थियो। हेर्नुस् न, 1997 सालमा प्रधान न्यायालय बन्यो। त्यसको केही वर्षमै 2008 सालमा न्यायपालिकालाई सरकारको छायाबाट बाहिर निकालियो, मतलब कार्यपालिकाबाट अलग गरियो। यी सबै कदमहरू एउटा स्वतन्त्र र बलियो न्याय प्रणाली बनाउने दिशामा चालिएका थिए। अब यो पुरै परिवर्तनको पछाडि एकजना महत्त्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो, हरिप्रसाद प्रधान। उहाँ दार्जिलिङबाट आउनुभएको थियो र उहाँलाई नै नेपालमा एउटा आधुनिक स्वतन्त्र कानुनी सिस्टम बनाउने जिम्मा दिइएको थियो। उहाँको सोच त्यो बेलाको लागि एकदमै क्रान्तिकारी थियो। भनौँ न, उहाँले के भन्नुभयो भने न्याय सरकारभन्दा माथि हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ। उहाँले नै हो सरकारले सधैँ मुद्दा जित्दैन, नागरिक पनि सही हुन सक्छन् भन्ने मान्यता स्थापित गर्नुभएको। प्रमाण र प्रक्रियामा आधारित न्याय अनि मौलिक हकको कुरा हो, यिनै सिद्धान्तले नेपालको कानुनी जग बसालेको हो। ल, त्यो त भयो इतिहासको कुरा। अब फेरि वर्तमानमा फर्कौँ। आजको दिनमा हाम्रो अदालतको संरचना कस्तो छ त? यो पुरै न्यायिक प्रणालीको टुप्पोमा छ सर्वोच्च अदालत, जुन देशको सबैभन्दा ठूलो अदालत हो। यो प्रणालीलाई 3 तहमा बाँडिएको छ। सबैभन्दा तल छन् जिल्ला अदालतहरू, जहाँ मुद्दाको सुरुवात हुन्छ। त्यहाँको फैसला चित्त बुझेन भने पुनरावेदन अदालत जान सकिन्छ, र अन्तिम फैसलाको लागि सर्वोच्च अदालत छँदैछ, जसको निर्णय नै अन्तिम हुन्छ। संरचना त राम्रै देखिन्छ, होइन त? तर सिद्धान्तमा जे छ, व्यवहारमा ठ्याक्कै त्यस्तै छ त? हो, अब हामी यही आदर्श र यथार्थ बीचको खाडलको कुरा गर्नेछौँ। एउटा शब्द छ जसले अहिलेको न्यायपालिकालाई नराम्ररी गाँजेको छ, भागबण्डा। यो भनेको के हो भने न्यायाधीश बनाउँदा योग्यता हेर्ने होइन, कुन नेताको मान्छे हो भनेर हेर्ने। जब यस्तो राजनीतिक लेनदेनबाट न्यायाधीश बन्छन्, तब उनीहरूले दिने न्याय कति निष्पक्ष होला। यसले त न्यायको आत्मामाथि नै प्रहार गर्छ। अवस्था कतिसम्म गम्भीर भइसक्यो भने न्यायको रक्षा गर्ने वकिलहरू आफै सडकमा उत्रिएर न्यायपालिका बचाउँ भन्नु परेको छ। यसले नै देखाउँछ कि समस्या कति गहिरो छ। भनौँ न, राजनीतिक हस्तक्षेप, बिचौलियाको चलखेल, महँगो न्याय अनि कहिल्यै नटुङ्गिने प्रक्रिया, यी सबै समस्याले गर्दा आम मानिसलाई के लाग्छ भने अदालत त हाम्रो लागि होइन रहेछ, यो त पहुँच र पैसावालाहरूको खेल खेल्ने ठाउँ पो रहेछ। ल, यति धेरै समस्या छन्। अब के यो प्रणालीलाई सुधार्ने कुनै बाटो छ? त्यो गुमेको विश्वास फेरि फर्काउन सकिन्छ? खुसीको कुरा के हो भने समाधानका बाटाहरू पनि छन्। विज्ञहरूले धेरै उपाय सुझाएका छन्, जस्तै न्यायाधीश नियुक्तिलाई पुरै पारदर्शी बनाउने, योग्यतालाई मात्र आधार मान्ने, मुद्दा छिटो टुङ्ग्याउन फास्ट ट्र्याक अदालत बनाउने, अनि प्रविधिको प्रयोग गरेर ढिलासुस्ती र भ्रष्टाचार कम गर्ने। जसले गलत गर्छ उसलाई कडा कारवाही गर्ने। मतलब सुधारको लागि एउटा खाका तयार नै छ।
तर खाली नियम कानुन बदलेर मात्रै पुग्दैन। मुख्य कुरा त नियत हो। न्यायको त्यो जुन मूल सिद्धान्त छ त्यसप्रतिको इमान्दारीका र समर्पण फेरि जाग्नुपर्छ। र अन्त्यमा एउटा ठूलो प्रश्न बाँकी रहन्छ, के हाम्रो न्यायपालिकाले साँच्चै आफ्नो गुमेको साख र विश्वास फिर्ता ल्याउन सक्ला त?